नमस्ते, हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ मैले पानी ढकनेको रेसिपी लिएर आएकी छु। पानी ढकने खानुभएको छैन भने एकचोटि यो भिडियो अन्तिमसम्म हेरेर हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ। अब चाहिँ सुरु गरौँ है त यसलाई बनाउन चाहिने सामग्रीहरूबाट। सबैभन्दा सुरुमा मैले थोरै नरिवल कोरेर लिएकी छु। अब चाहिँ ग्यासको फ्लेम अन गरेर कराई बसाउनु पर्ने हुन्छ र कराई तातिसकेपछि मैले 3 चम्चा घिउ राखेँ। र यो बनाउनको लागि चाहिँ हजुरहरूले जुनसुकै चामल पनि लिन सक्नुहुन्छ। मैले आफूसँग घरमै भएको लोकल चामल लिएकी छु। हजुरहरूलाई कति चाहिन्छ त्यही अनुसार चामल राख्नु होला। मैले चाहिँ यो कपको 2 कप चामल राखेँ। ग्यासको फ्लेम मिडियममा राखेर अब यसलाई चलाउँदै भुट्नु पर्ने हुन्छ। हजुरहरूले दुधमा पकाएको ढकने त खानुभएकै होला, तर पानीमा पनि यसरी बनाएर एकचोटि ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ। चामल चाहिँ रातो हुने बेलासम्म भुट्नुपर्छ। यसरी नछोडी नै भुट्नु होला। यदि हजुरहरूले चलाउन छोड्नु भयो भने चामल डढ्छ। चामल चाहिँ भुटिसकेको छ। अब ग्यासको फ्लेम अफ गर्नुपर्छ। ग्यासको फ्लेम अफ गरिसकेपछि म नरिवल राख्दैछु। हजुरहरूले अरू मनपर्ने ड्राई नट्सहरू पनि थप्न सक्नुहुन्छ। चामल एकदमै धेरै तातो हुने भएकोले यसरी ग्यास अफ गरिसकेपछि पनि नरिवल राम्रोसँग फ्राई हुन्छ। हजुरहरू देख्न सक्नुहुन्छ। चामल मजाले सेलाइसकेपछि अब पानी राख्नुपर्ने हुन्छ। मैले यहाँ 3 कप पानी राखेँ। हजुरहरूले चामल कति छ त्यही अनुसार पानी राख्नु होला। ठिक्क पानी राख्नुभयो हुन्छ, धेरै गिलो हुने गरी नराख्नु होला। यसरी उम्लिन थालिसकेपछि अब 10 मिनेटको लागि ग्यासको फ्लेम मिडियममा राखेर यसलाई छोपेर पकाउनु पर्ने हुन्छ। हेर्नुस् त 10 मिनेट पछाडि यतिको पाकेको छ। अब चाहिँ हामीले स्वाद अनुसार चिनी राख्नु पर्ने हुन्छ। हजुरहरूलाई कतिको गुलियो मनपर्छ त्यही अनुसार चिनी राख्नु होला। चिनीको सट्टामा हजुरहरूले सक्खर पनि राख्न सक्नुहुन्छ। एकैछिन चलाइसकेपछि फेरि पनि 5 मिनेटको लागि छोपिदिनु होला। 5 मिनेटपछि हेर्नुस् त यतिको पाकेको छ। अझै पनि हल्का हल्का पानी नै छ। त्यसैले हामीले फेरि एकैछिन यसलाई पकाउनु पर्छ। 2 मिनेटको लागि छोपिदिनु होला। अब चाहिँ ढकनै पाक्नै लागिसकेको छ। हेर्नुस् त हेर्दा नै खाउँ लाग्ने बनिसकेको छ। एकैछिन यसलाई यसरी नै चलाउँदै पकाउनु होला। अब चाहिँ ढकने खानको लागि रेडी भइसकेको छ। म सर्भ गर्नको लागि एउटा प्लेटमा राख्दैछु। आफूलाई मनपर्ने अचार अथवा सब्जी बनाएर खानु होला। मैले चाहिँ साँधेको आलुसँग खाएको थिएँ, एकदमै मिठो भएको थियो। हजुरहरूलाई साँधेको आलुको पनि रेसिपी चाहिन्छ भने मेरो अगाडिको भिडियो हेर्न सक्नुहुनेछ। भिडियो कस्तो लाग्यो कमेन्ट मार्फत प्रतिक्रिया दिन नबिर्सिनु होला। र अन्तिमसम्म हेरेर मलाई साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।